ओके गाइज, अब म चाहिँ यसो रमाइलो तिहार डे 2 है निस्केको। तिहारको रमाइलो हेर्न के कस्तो देखिन्छ। म चाहिँ यहाँ अङ्कललाई लिन आएको छु, अङ्कल लिन आएको छु अनि हामीहरू त्यसरी जानेछौँ। रमाइलो भइरहेछ। अङ्कल अनि त्यहाँ बहिनी भाइ चाहिँ कुरेर बसिरहेको छ भनेको भन्नेमा मलाई आइरहेछ यहाँ कुराकानी। मलाई फेरि अफरोड बाइक अफरोड कुदाउनु एकदम मनपर्ने, त्यही माथि यहाँ अफरोड। हेलो डगी, हेलो बेबी। जनावर भनेपछि किन छुट्टै माया लाग्छ मलाई चाहिँ। लुकाले गर्दा पनि होला है, जबदेखि लुका हाम्रो लाइफमा आयो तबदेखि जनावरप्रतिको छुट्टै क्या। पहिला पनि त्यस्तो मनै नपर्ने चाहिँ होइन तर त्यस्तो वास्ताहरू थिएन। लुका आएपछि चाहिँ अब भनौँ न अब एकदमै। हेलो, यहाँ घर बाहिर निस्किनु यहाँ, म घर बाहिर आइसकिसकेँ। अब तपाईँ पनि कहाँ त हो कता हो भनेर। What's up guys? ओके ल गाइज, अङ्कललाई भेट्न लिन जानु लाग्यो भनेको अङ्कल भेटिसकेको अवस्था। अब हामी लाग्दैछौँ। अब के देखिन्छ हेर्दै जाउँ। अब अङ्कल भतिजको गफ पनि सुन्दै जाउँ होइन अङ्कल? ल अनि हेर्दै पनि जाउँ। ओइ त चाहिँ के हो पुरै हालेर उ गरेर आछस् त? अनि के छ त नि हिरोको हालखबर? बुढोहरूसँग हिँड्दिन भन्दै थियो हिजो हामीले भन्दा उसले धेरै घुमेर आएछ नि। हो र? हट्टेरी। सैनपुर, नयाँ बजार, बसन्तपुर, कमेल, कागा लाइन छ सबै घुमेर आयो। हामी पनि आज पुरै घुम्दिने आज। भोलितिर जाने कुरो ल यो चाहिँ तिमीसँग कुरा गरेको पनि आउँछ है अब यो चाहिँ भ्लगमै हो। यी रेकर्ड गरिसकेँ मैले। केटा यसो रोटी काठमाडौँतिर पनि पठाइदेऊ है। आउँदा ल्याइहाल्छु त होइन त, आफै आउँदाखेरि आफै अहिले पठाइदिए भइहाल्यो नि। हो र? 500,000 त ल यहाँ पेट्रोल हालेको। अब म यहाँ पेट्रोल हालेको कि अब म निस्केको अब घुम्न। तिम्रोमा 400 मात्रै हालेको? घुम्न निस्केको अब यहाँ झिलिमिली यताउता। ड्याड र मम चाहिँ अगाडि गइसकेको अवस्था अनि भाइ बहिनीहरू अलिकति कम्युनिकेसन उ भएर ढिलो, हामी चाहिँ ढिलो भएको अवस्था। हामीहरू जाँदैछौँ अब। खोइ भाइ बहिनी कहाँ गयो? त्यसलाई फोन गर्नु त एकचोटि रोहितलाई। त्यो यसरी एक्लै हिँड्ने भयो त के हिँड्ने अर्थ भयो त नि होइन? रमाइलो गरेर सँगै हिँड्ने भने पो त। मलाई त अङ्कल भतिजको आज रुटै अर्कै थियो नि आज। ल यहाँ पनि आज चाहिँ हिजो चाहिँ यत्तिको लाइट थिएन, आज चाहिँ जोस् खतरा लाइट हाले होइन। हिजो हामी अलि अगाडि भएर अङ्कल उज्यालोले गर्दाखेरि क्या हो। आज चाहिँ जोस् ड्याड ममहरू पछाडि आउँदै हुनुहुन्छ। हामीहरू जाँदैछौँ। हो नि आज राति पनि त त्यति जाम हुँदैन क्या। ल यता अब बोल्नु के बोल्ने अब जाम। ल
ल यसरी नै आउँछ पुरै ल जाउँ अब हामी यहाँबाट न्यु रोड गएर है न्यु रोड घुमेर जान्छौँ है बिस्तारै ल जाउँ होइन त अङ्कल यसलाई के भन्छ इन्द्रचोक ल रमाइलो भइरहेछ यहाँ चाहिँ ओहो मार्केट दामी राति भयो भने चट्ट लाइटहरू होइन यो त नआउला फेरि यो आउँछ इन्द्रचोक अलिक त अगाडि हो ए आयो ल ल ल है हेर त तिहार लाग्यो हो घर जाने मान्छे नै होइन नि घुम्न आएको मान्छे हुनु नि यहाँ के भने ल पार्किङ त्यसपछि फुटपाथ पसल यहाँ त नि पहिलाकै जस्तो भइहाल्यो नि न्यु रोडको विशाल बजार चाहिँ आजभन्दा पहिलाको जस्तो यो तिहार आएर पनि हो क्या दिएको नि अहिले एक दुई दिनलाई मम्मी यो ओके टोकन नभए चाहिँ गाह्रै हुँदो रहेछ होइन त्यसरी ओके टोकन चाहिँ जरुरी रहेछ तपाईँहरू चाहिँ इलाम जाँदाखेरि ओके टोकन बोकायो होइन पुरै इलाम जाँदा होइन उता मुस्कान जाँदा पनि अब यस्तो अलिकति तल गर्नु पऱ्यो भने उयो यो बिचकोले यस्तो तल तान्ने यो बिचकोले
तल भयो माथि उतान्नु पो पर्छ त यस्तो तल तान्दाखेरि क्या तान्ने क्या माथि ठेल्नु भयो होला नि त मैले दबाएको दबाउने होइन क्या तल तान्ने माथि तल गर्छु त्यो गर्नुभयो माथि गर्दाखेरि मोबाइल सिधा पर्दो रहेछ मेरो फाइदा दिन्थ्यो ठिक छ हेर्दैन न यहाँ पछाडि यस्तो गर्ने यस्तो गरेर ठ्याक्कै सिधा हुन्छ है अनि यस्तो यो तल गऱ्यो भने तल हुन्छ माथि गऱ्यो भने माथि हुन्छ ल यत्रो लाइट छ बाटोमा यहाँ क्यामेरामा केही देखेँ कलर नमिसेको भएर भिडियो भइरहेछ भिडियो भइरहेछ हल्ला 4 मिनट समथिङ भयो अब यो कटेपछि छ नि ठ्याक्कै अफ गरिदिनु त्यहीँ थिचेर है अनि उतापट्टिको मात्रै ठ्याक्कै अन गरिदिनु क्या अनि त्यसो गऱ्यो भने चाहिँ आधी आधी पनि पोस्ट गर्न पाइयो नि त अब एकैचोटि धेरै लामो हुन्छ आज झन् जाम रहेछ त्यहाँ त गाडीमा आयो भने त कहिले है रात बित्छ ए झिलिमिली देउसी रे देखेको झिलिमिली देउसी रे बत्तीको झिलिमिली खै देउसी रहने देउसी रे ए फुलको झिलिमिली देउसी रे ए बाइकमा चढेर आएको हामी देउसी रे ए घुम्नलाई आएको अब फर्केर जान लाएको ए हेर्नलाई आएको देउसी रे ए घर फर्केको अब देउसी रे बत्तीकै घरमा यति नबनाए त के नेपाल ओ माथि त अब रकेट जस्तो नि आउँछ आउँदो रहेछ होइन आयो होइन काठमाडौँ बनाउनु पनि दामी बनाएको रहेछ यता यता ल यो ठाउँ पनि दामी छ कस्तो आनन्द ठाउँ है यो सुनसान यो बिल्डिङहरू फेरि सबै हो एपार्टमेन्ट हो ल यहाँ चाहिँ देउसी खेलिरहेको छ क्या ऊ पर आहा ल भतिजले चान्चिने ठाउँ लिएर आउँछ त कुन ठाउँ हो यो कुन ठाउँ हो यो ठाउँलाई भन्छ होइन के भन्छ भने नि दिल्ली बजार भने यही है दामी छ नि त यो चाहिँ अब हामी सिंहदरबारको पछाडि चाबेल चोक आइपुग्यो हामीहरू चाहिँ अहिले चाबेल चोकबाट अब यता बौद्धतिरको प्रस्थानमा छौँ हामीहरू
बरु यता झिलमिल रहेछ है घरहरू चाहिँ प्रायमा लगाएर प्रायमा लगाएको रहेछ हौ यता चाहिँ के को हुलो यहाँ फेरि बहिनीहरू त पुरा भेप हान्दैछ त नमस्ते अब हामी बौद्ध मन्दिरतर्फ जाँदैछौँ तिहारको रमाइलो हेर्नलाई अब मेन भ्लगर चाहिँ यता छौँ आज मलाई ट्रेनिङ दिएको अवस्था अब सबैजना हामी रमाइलो गर्दैछौँ अब हामी मेन घुम्ने ठाउँ भन्ने ठाउँमा आइपुग्यो Once again, someone happy to Thanks so much, everyone. Thank you. Once again, happy to मन्दिरमा घुमेको अवस्था हामी के बोल्ने हो मलाई बोल्न आउँदैन त अब पहिलोचोटि ट्रेनिङ लिए मान्छेले के बोल्न आउँदैन रोहित यता पावल सम्झना
बोल्दै अङ्कल बोल्दै ल यहाँ चाहिँ हाम्रो नेपाली स्टाइलको डान्स ल गीतमा डान्स भइरहेछ आफै बोल्नु न के एकदम रमाइलो भइरहेछ हामीहरू चाहिँ बौद्धबाट निस्क्यौँ दामी भयो एकदम दामी देउसी सेउसी पनि हेऱ्यो होइन मजा आयो किमा नुडल्स हामी महाराजमा आइपुगेको अवस्था अहिले चाहिँ हामी महाराजगञ्ज आइपुगेको अवस्था यहाँ अङ्कलको फेरि छुट्टै भ्लग भतिजको छुट्टै भ्लग टिचिङ हस्पिटल पार गरेको अवस्था यहाँ होइन छ यहाँ हेर्नु यहाँ केही छैन बसिरह के हेर्नु जाउँ केही छैन सुरु हुँदा हो छैन भने छैन सुरु हुन लागि खतम भएको भइरहेछ हेरौँ त एकछिन कहिले सुरु हुन्छ क्या जाउँ एउटा हेर जाउँ त सुरसारै छैन त अनि के ओके गाइज अब चाहिँ म यहाँ मेरो भाइ रोहितलाई पछ्याउँदैछु अब कताबाट गइन्छ हेलो फोन राखिसके हो टोपी लानु टाउको दुख्छ अरे फेरि